भन्ने आज हामी चाहिँ महत्त्वपूर्ण जानकारी सरल तरिकामा चाहिँ प्लसलाई हामी एउटा साथी मानौं, माइनसलाई हामी चाहिँ दुश्मन मानौं। के मान्ने? दुश्मन। अब चाहिँ यसको हिसाब गर्दाखेरि प्लस इन्टु प्लस इक्वल टु प्लस प्लस भनेको के हो? साथीले साथीलाई गुणन गर्दा साथी नै हुन्छ। साथीले साथीलाई गुणन गर्दा के हुन्छ? साथी नै बन्छ। अब चाहिँ अर्को चाहिँ प्लस इन्टु माइनस भनेको साथीले दुश्मनलाई गुणन गर्दा दुश्मन बन्छ। साथीले दुश्मन साथी बनाएपछि दुश्मन बन्छ। अब चाहिँ फेरि माइनस इन्टु माइनस बराबर दुश्मनले दुश्मनलाई साथी बनाएपछि साथी नै हुन्छ, राम्रो साथी बन्छ दुश्मनले दुश्मनलाई बनाएपछि। अब चाहिँ फेरि माइनस इन्टु प्लस दुश्मनले साथीलाई बनायो भनेपछि दुश्मन हुन्छ। यो चाहिँ महत्त्वपूर्ण जानकारी हो। ल